ये आदमी कौन है सिद्धप्पा? हेलो हेलो दर्शन नमस्ते, के छ खबर? सन्चै हुनुहुन्छ? म चाहिँ आज एउटा सानो कुरा गर्न यसो भन्न आएको। अहिले नेपालको माहौललाई यसो सोसियल मिडियाबाट हेरेको छु, नजिकैदेखि हेरिरहेको छु। दिन प्रतिदिन सोसियल मिडियाको एकदम आफू पनि सोसियल मिडियामा एक्टिभ भएको कारणले सोसियल मिडिया के थियो, टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युब यही त हुने होइन। यसमा चाहिँ एक्टिभ भएको कारणले हेर्दाखेरि रमाइलो लाग्छ। एकदम रमाइलो पनि कसरी लाग्छ भने जता जानु चुनावमा पुराना नयाँ जसले पनि एउटा बालेनको नाम लिएर पार्टी मिटिङमा पनि त्यही छ, गाउँको मिटिङमा पनि त्यही छ, भोट माग्ने क्रममा पनि त्यही छ। जहाँ पनि एउटा बालेनकै खेदो खनेर कुरा गरेको देख्छु म अगाडि। न उनले कसैलाई केही भनेका छन्, न कसैको नराम्रो गरिदिएका छन्, न कसैलाई यस्तो भन्यो रे उस्तो गर्यो भनेर गरेका छन्। तर पनि उनीकै नाम अगाडि आउनु चाहिँ कारण के हो क्या? ब्रान्डिङ त जताबाट पनि बालेनकै भएको छ नि, होइन र? कस्तो सोचाइ भएका मान्छे हुन्? आफ्नो एजेन्डा के छ, आफ्नो काम के छ, आफ्नो भिजन के छ त्यो देखाएर हिँड्न छाडी अरूको गाली गरेर अरूलाई खेदो खनेर थोरै हुन्छ। आखिर अरूको नाम लिँदा त ब्रान्डिङै हुने हो नि त। नाचिनेको मान्छेले पनि को रहेछ बालेन, त यसले त बालेन भन्छ भनेर चाहिँ हेरेर उनको सोसियल मिडिया 3 मिलियन देखेर 4 मिलियन भइसक्यो। यही कारणले मान्छेहरू बुझ्दैनन्, बुझेर पनि बुझपुचाएका हुन् कि ब्रान्डिङ त बालेनकै भयो त। जहाँबाट पनि सोसियल मिडिया इन्फ्लुएन्सर, सोसियल मिडियाबाट पैसा आउने उनकै हो। प्रधानमन्त्री भोलि जित्लान् नजित्लान् त्यो आफ्नो ठाउँमा छ, शुभकामना जितको। तर पनि नजिते पनि उनीको त हजारौँ बाटाहरू छन् त। उनी सोसियल मिडियाबाट पनि धेरै कमाउन खाएर सक्छन्, ज्यान फाल्न सक्छन् त। तर तिमीहरू चाहिँ गर्ने चाहिँ के हो क्या? जो बालेनका कुरा काट्दै बसिरहेछौ। अचम्म लाग्छ मलाई। बालेनको सपोर्ट गरिन्छ नगर्ने होइन, पहिलेदेखि गर्छु। महानगरपालिका हुँदाखेरि पनि यसो मनपर्छ। हक्की स्वभावको मान्छे, निडर, आफ्नो जे छ कानुनमा त्यही कानुनअनुसार टेकेर अगाडि बढिरहेछन्। कानुनभन्दा बाहिर एक पाइलो फालेर टेक्या भए त आश्रममा बालेनको बा पनि नभेटिने बनाइदिन्थ्यो होला यिनी पुरानो चोर नेताहरूले, भ्रष्टाचारीहरूले। उनीहरूको कमजोरी केही पत्ता लगाउन सकेका छैनन्। त्यसै कारणले कहिले कपडाको, कहिले अरूको गाडीको, कहिले बोलेन भनेर, कहिले सोसियल मिडियामा आएर कसैलाई केही भनेन भनेर त्यत्तिकै टाउको धोइरहेछन्। अचम्म लाग्छ मलाई ती विरोध देखेर पनि। विरोधी गर्ने पनि हुन्छ नि। अब होइन, पुरानाको विरोध गर्नु छ भने पुरानाकै गर न। फेरि चुनावमा जो लडिरहेछन् उनीहरूको विरोध गर न। उनीहरूको हेर विरोध। अब उनीहरूले भ्रष्टाचारहरू कति गरिरहेछन्। आजसम्म 30 वर्षमा तपाईँहरूले के गरेर देखाउनु पऱ्यो? अहिले फेरि लड्न आउँदै हुनुहुन्छ। उनीहरूलाई क्वेसन सोध, उनीहरूको एजेन्डालाई सोध। तपाईँको एजेन्डा 30 वर्षको एजेन्डामा 5 वर्षमा बनाइन्छ भने 30 वर्षमा किन पुरा भएन? कारण के थियो? तिनी कारणहरू सोध, त्यतातिर गर न। अचम्म लाग्छ यार। पुरानोलाई क्वेसन सोध्ने ठाउँमा नयाँलाई क्वेसन। नयाँको त हेर्नै बाँकी छ। नगरेकै मान्छेलाई पहिले कसरी देखिने हो त?